बरु त्यो पूजा पसलतिर कोही कोही यहाँ सानो घुमुर पाइन्छ लग्यो भने त्यो पाइयो भने लिएर यो कपडा बदलेर त्यही हाल्नु होला कपडा फालेर त्यो पाइयो भनेदेखि कपडा फाल्ने अनि प्लास्टिक हाल्ने चाँदीको बनाएर गरेन हुँदैन चाँदीको पाइन्छ क्या चाँदीको सिल्भरको तामाको देन पाइन्छ अनि त्यहाँ यो अब त्यो पाइयो भने प्लास्टिक मात्रै हाल्ने प्लास्टिक नै पर्दैन यहीँ पनि पानी यसो पानी पर्दैन यहाँ पनि केही हुन्न हुन त पाका पाका लिएर चाहिँ केटाकेटा फर्नु गर्नु भनेर तपाईँ त्यो हालेर सानो मसिनो रसी हुन्छ त्यसैमा ट्याक्क घाँटी के अरे सिक्री लगाइदिनु होला अहिले म यो बान्ने नि बनाउँछु अहिले फुटामा दिन्छु पुगेर यसो ढाडा पटुका भनेपछि पेटामा बाँधिदिनु होला यदि केही गर्दैन यो एकदम बलियो 10 वर्ष छैन कपडा नि अब यो ल यता लग्नु सक्छ नि त्यहाँ त यता उठाउनु दुईटा बुटी बान्नु भएन यो बान्नु पर्यो त्यो फालेर त्यो त पाइरहेको काम ल हात यसो देखाउनुहोस् न यहाँ अथवा 7 वर्षलाई भनेर बान्दै थियो त्यो पार्छ छाड्यो भने त 80 वर्षलाई नि हुने भयो नि छाड्यो भने 80 वर्षलाई नि हुने भयो 7 को मतलब भएन छाडेन भने नाम के अरे भाइ यो कति वर्षलाई हुन्छ नि बुवा यो बुटी यो चाहिँ अब 3 महिना त छाड्दै जान्छ नाम के अरे नाम भूमिराज ल बाउले राखेको होइन भूमिराज कुन साल हो 57 साल महिना वैशाख 12 मा 7 भयो 5 25 गएर 26 वर्ष वैशाख 12 3 महिनापछि फेरि बान्नु पर्यो बुटी पर्दैन यसो पुगेर सजाइन्छ ए 57 सालको पात्र हेरिदिन्छु मैले वैशाख 12 गते होइन हजुर आउ जानु यहाँ सोमबार रहेछ आउ अभी आउँछ बाघ आउँछ छिटो आउ यहाँ बोलाइ त पढ्नु हो त पढ ल आउ रे ले आउ ल्याउ आउ जगन्नाथ गुणनय मति जया कान्ति प्रताप भन्न तिरमा यसो देखाउनुहोस् त अलि यता राख्नुहोस् त यहाँ अलि यहाँ त्यहाँ चक्र चाहिन्छ क्या चक्र दशमले बिचमेश्वरको त वाक्यमानी बानी बसा सदा सदा सुखी समा अनुसार सुन्न वाक्यमा भोग भाग्य जोग केन्द्र थापा 1 2 3 केन्द्र थापा तुगनी खलुगिरी नै कालाका खेन भोग कामा देशो नियासी परिणति सतरे नरेगा शुभ केन्द्रवर्ती 1 2 3 लग्नमा 12 एक आसनमा बृहस्पति 3 स्टेशन मङ्गला बसु चक्र बिनमा जोग मध्य भाग मध्य स्थान केन्द्रवर्ती 12 मङ्गल यस्तो रहेछ जड्यमान गुण 3 जड्यमान गुणोदय मति जया कान्ति प्रताप उन्नतिर्मात्मी तिर्मति नीति सत्ताय मनले धनम हेम समय गुञ्जरा वरचय प्रीति से सद्भूमि पै सुसुहागम वैरम बिहारमा सिर्तै ल हात चाहिन्न भए अब आज चाहिँदैन तपाईँको यहाँ मन्दिर गर्ने चक्र हेरेँ ल ग्रह त राम्रो छ अब ग्रह राम्रो दशा राम्रो तपाईँको दशा राम्रो ग्रह पनि राम्रो अलिकति अहिले के राम्ररी जोग नराम्रो छ जोग
नराम्रो जोगमा जोग भन्नाले जोग भन्नाले अब आँटे कापे ताक्यो काम पुग्न नदिने अनि झ्याप्पै आमा बाबु दाइलाई देख्दा रिस उठ्ने किन विदेशतिर त झ्याप्पे आमा दाइ परिवारलाई देख्दा जम्मै परिवारलाई देख्दा रिस उठ्ने दोस्रो नम्बरमा कहीँ विदेश जान्छ भने रोकिने कल्लाबल पर्ने 2 तेस्रो नम्बरमा आएर अब काम जे गर्छु भने पनि घाटा लाग्ने क्या बन्द व्यापार गर्छु भनौँ मनै हुन्छ फेरि अर्को मन हुन्छ फेरि अर्को मन हुन्छ हामी त्यस्तो गराइरहेछ 57 साल 12 सालको 5 पछि 26 वर्ष अब यो साल फेरि पनि केही विषय हुनै जान्छ अब 12 मा 17 28 वर्ष 12 मा 7 मा 5 26 वर्ष लाग्यो अब 27 मा इन्टरभ्यू भइसकेबाट बिस्तारै बल्ल घट्दै जान्छ सबैसित रिस उठ्ने सबैसित हाँसेर नपुग्ने आइसँग पैसा भनको पैसाको फेरि कनाउने अनि डुल्न मन लाउने क्या थाहै भएर बस्न काम गर्न मन नलाउने यस्तो घर रहेछ तपाईँको अब बिस्तारै राम्रो हुँदै जान्छ भाग्य चिन्ता पर्दैन कर्म राम्रो छ भाग्य राम्रो हो आयु दीर्घायु नै गराउँछ अब बाबामातिरबाट नै अलि त्यति धुन्न कलजाडा हुँदैन अब अलि उहाँले भनेको अलि आफूलाई सोचाइ नराम्रो आउँछ रिस हुन्छ बोल्न मन लाग्दैन क्या त्यो गरेर चाहिँ खानु पर्नुहुन्छ अरू त भाग्य राम्रो हो दुईलाई छोरा अनेक गरेछ नि दुलैको नाम के दुलैको कसको श्रीमतीको नाम क्या बोलाउनु के भन्छ के हुन्छ सम्बन्ध बोलाउनु त नबिना हो सम्बन्ध ठिकै राम्रै हुन्छ बा त्यति नराम्रो छैन राम्रो छ दक्षिण दिशामा गइए ठिक छ पैसामै ठिक छ दक्षिण दिशामा गइए चाहिँ बिहा गर्नुलाई ठिक छ उनलाई देखिन अहिले बाबुलाई रिस उठ्छ चुल्टा टक्कर पर्छ क्या झगडा उहिले मलाई गन्दैन जान्छ त झगडा जस्तो हुने त अब उसलाई देखेँ उसलाई देखेँ रिस उठ्ने त्यो नि गराले हो त गराउको भावना हो त्यो गरा गयो भनेपछि पछि राम्रो हुँदै आउँछ छोरा अनेक गरेछन् 2 भाइ छोरा छन् अर्को बिहा गर्न पर्दैन कान्छो जेठो छोरा नबोल्ने किन नाम के हो नाम यसको राखेको के हो बोलाउनु के हो कति कुन सालका कति भयो अहिले कति वर्ष भयो यो र म उस्तै हो सच्चो रविना हेलो बाहुनले नाम राखेको के नरानको तेरो हेलो 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 ठिकै छ छोराको के हो त छोराको त्यही भएर डराइदियो किन सोध्यो हेलो पढाउनु के हो त पढाउनु कुन सालमा जन्मेको रिम बहादुर नाम पढाउको तेरो के हो त खुमा कुमारी आमाको रिम बहादुर खुमा कुमारी मकरासी रहेछ के अरे सराउना छोरा त मकरासी रहेछ अब यतातिर ठिक छ रिम बहादुर यसको रिम बहादुर यो बोलेन क्या सुता थानेकै पूर्व जापत्ते बाटो छ बाटो चबत्ता बाटो छ मुखाले आएन पछि बोल्छ आउँछ पछि आउँछ नातिनी अब कोहीको ढिलो कोहीको जानु हुन्छ बोल्छ नि अब त्यति बुझ्न सबै बुझ्ने रहेछ गाना सुन्ने बुझ्ने हो नि त्यति एउटा जिब्रो अहिले फर्का ल्याएर दिन्छ
अब यसलाई ठिक छ एउटा म उपाय पनि लगाइदिन्छु है लगाइदिनु कलेश्वर जानु हजुर आउने कलेश्वरलाई त्यो अब पत्थरमा दह त देखिया छैन होइन पत्थरमा के देखियो पानीको पानीमाथि पाइला ए विष्णु भगवानको पानी लान्छन् फेरि त्यहाँ लाएर त्यहाँको पानीले त्यहाँ त्यसरी ल्याएर ठ्याप्पै छेडिदिनु ए अनुहारमा छेपिदिने छेडिदिनु त्यो दिनहरू आउनु पर्ने जहिले गरेर गरेँ जहिले गरेर हुन्छ त्यसो आजै जाउँला है गलेस आजै जानु पर्ला गलेस 2078 अथवा कसको ए 2078 भयो ए ल 12 महिना 6 गते रे 77 साल रहेछ 77 साल 12 महिना 6 गतिको रहेछ म चाहिँ 1 महिना 12 गति सातमा 12 मा 7 गयो 12 मा 5 वर्ष पुगेर अब यही 6 वर्ष त्यही छ यसले हजुरबाले त्यहीको अब त्यही गर्नुभयो अहिले आज नजानु अब एपल नखाइकन बिहान नखाइकन जहिले गयो नि भयो नुहाइदिए गर्छ केटा भने अलि तर शुद्ध बनाउनु अनि शुद्ध कपडा लगाइदिनु त्यहाँबाट आफूले गरे शुद्धपति गरिदिने त्यही पानी छ पछि हेरिदिनु बल्ल बोल्छ नानी त्यो अब कसैलाई थाहा हुँदैन त्यसको धेरै 100जना मैले त्यस्तै गरिदिन्छु बोलिसकेका छौँ अब खोटान लाएर हरिसे महादेवको चाहिँ 10 मिनट हामी बोल्छन् खोटान जिल्ला पूर्व खोटान जिल्ला त्यहाँ हरिसे महादेवको एउटा गुफा छ त्यहाँ दर्शन गराउनु त्यहाँ गुफाबाट नौबाट पानी झर्नु झरिहाल्छ त्यो पानी फेरि हुन्छ अब त्यहाँ खोटान हाम्रो यहीँ नजिकै यहीँ गलेश्वर गएर तिनी बुढानीले काम गर्नुहुन्छ तिनी विष्णु भगवानको त्यो त्यहाँको पानीले छेप्दिने पानी यसो दिएर छेप्दिनु नुहाइदिएर गएर लानु केटा चोखलुवा लगाइदिनु यसलाई झुलकलुवा अनि आफूले चोखनी त गरेर त्यो छेपिदिनु त्यो 1 नम्बर दोस्रो नम्बरमा बोल्न नलाटो हुँदैन बोल्छ अनि पछि बोल्ने अब राम्रो छ केटो अब कान्छो एकदम टाँठो चलाएको एकदम चलाएको छ तिम्रो दुइटाको नि अब चाहिँ गराउने ल्याएको छ अब गराउने ल्यायो भने आउनु छुट्टीमा त दुलै एकदम काम मिलेछ काम धन्दा गर्ने रहेछ साथी छिन् घर थाम्छिन् एक्लै थामिन्छ अलिकति बरु बाबुले चाहिँ अलि काम मन लागेर काम गर्न दिँदैन त्यहाँ घर कान्छन के गरेर डुलुम जस्तो बनाउँछ अब राम्रो छ घरलाई अब विदेशमा आँटिया रहेछ भइन्छ अब आँटे हुन्छ यो साल फेरि भने राम्रो छ अहिले अब हामी पछि लाउने सालबाट बल्ल राम्रो हुन्छ 83 साल लाग्यो भने अन्त पहिला अलिकति पैसा नि बसिया रहेछ लो भन्दा भन्दै अब रोकिया रहेछ घर परिवार दिमिजाको राम्रो छ कोही थप्न ओर्न किन्न पर्ने मान्छेले दिन्छ अब बाबुले अलि झङ्गै रिस उठ्छ परिवारसँग मिलेको राम्रो हो गयो यसलाई पनि अलि शान्तिले गर्नुपर्ने हो ठिक छ अरू कुराको त दशा राम्रो छ ठिक छ अब केही गर्नुपर्ने कुरा छैन बाबुको लागि केही गरिदिनु पर्छ अब तपाईँको लागि अब आँटेपछि विदेशलाई हुन्छ जान मिल्छ अहिलेसम्मलाई दिइहालिन्छ रिसको लागि त अब यो गराउँदाखेरि छाड्दै गयो भने शान्ति राम्रो हुन्छ त्यति बिग्न लागेर पानी गरेर छैन राम्रो जग्गा आज नि राम्रो छ पढाइ धेरै दिन्छ विद्यावान भएर जारी खाने गर्दा परिन्छ पढाइ छाडिएछ गरे बिचमा अब दाईबाट राम्रो रहेछ सबैले देखेको रहेछ विदेश गएछन् यही दाईले राम्रो गरेका छन् भाइले पनि अब अरू कुरोबाट राम्रो देख्यो त्यही भने जस्तो अलि जागिरलाई भएन दिन आउँदैछ अब गरेपछि हुन्छ बाहिर अब गाडी हुन्छ त्यही कारण राम्रो छ गरा छ त्यही कारण बाबा मम्मीको गरा छ र त्यस्तो केही बाबाको नाम के हो बुवाको नाम अर्जुन दाजु आमाको भीमकुमारी होला भीमकुमारी धनराशि छ अर्जुन मेघराशि रहेछ ल ठिकै छ बा आमाको त्यति धक्का दिने गरेर छैन एकदम कर्म राम्रो दुई भाइ छोरा दुईटी छोरी अब झिमिजाको आमा घर गरे चक्कै मिलाउनु भयो रहेछ सबै भइकुन्त त्यो बुढाबुढी पनि यहाँ बस्नु नि ठेगान छैन नानी छैन अलिकति अब घर परिवारको लागि कहिलेकाहीँ मन डुल्ने क्या मैले गर्दा गएको भन्नुहुन्छ मैले गर्दा गएको भन्नुहुन्छ ए होइन बाबुले गर्दा होइन उहाँले गर्दा तेरो गरा त्यस्तै त रिसाउने अब त्यस्तो गरेको त्यही पनि एउटा न्यु भयो क्या न्यु क्या
अब गराउने हड्डी त हो नि जाने भएको नै रहेछ जस मेरो न्यू भयो नि भएको जाने गर तर अब परिवारले रिस उठ्ने भयो गराइदियो त्यस्तो रहेछ अब यसलाई शान्ति गर्दा केही छैन अलि पछि आउनु एक दिन यो चाहिँ क्यारम मैले अब यो रिसले शान्ति गर्ने लाग्नु सरकारमा यो दोक पिन्दैछ घरको त्यो दोकले गर्दा अलिक जग्गा झरङ बनाउँछ तर बनाए पनि अलिक शान्ति रहनु अरू सब कुरो ठिक छ ल म नानीलाई अब नानीलाई म उठाइदिन्छु धेरै उठाउनु पर्ने ऐना गाउँ चोरापट्टि चाहियो यहाँ सिन्दुर अब धायामा छ धायामा खोज्छु सबै सामान